रात 3 बजे अगस्त 7, 1994 वाशिंगटन स्टेटको सानो सहर ओकविल। पुलिस अफिसर डेभिड लेसी आफ्नो पेट्रोल कारमा थिए। रात गहिरो थियो, सहर सुतेको थियो, बाहिर पानी पर्न थाल्यो। ओकविलमा पानी पर्नु सामान्य थियो। वर्षमा 275 दिन पानी पर्थ्यो। लेसीले विन्डसिल्ड वाइपर्स अन गरे, तर वाइपर्सले पानी हटाएनन्। बरु विन्डसिल्डमा केही धमिलो बाहिर फैलियो। लेसी रोकिए, साथीलाई हेरे। दिस इज नट राइट। हामी कहाँ छौँ? के हो यस्तो? उनी ग्यास स्टेसनमा रोकिए, ग्लोभ्स लगाए, विन्डसिल्ड छामे। त्यो पानी थिएन। त्यो जेलो जस्तो थियो, मसी, स्टिकी, जेलेटिनस। लेसीले माथि हेरे। आकाशबाट पानी होइन, जेली खस्दै थियो। र यो त सुरुवात मात्र थियो। बिहान सहरले जे देख्यो त्यो अझ अचम्म लाग्दो थियो। ओकविल, वाशिंगटन स्टेटको एउटा सानो सहर, जनसङ्ख्या करिब 700 जना मात्र। लम्बर इन्डस्ट्रीले बनेको एउटा पुरानो ब्याङ्क बिल्डिङ जुन घोडामा चढेर लुटिएको अन्तिम ब्याङ्क थियो, अझै उभिएको। मान्छेहरू शान्त, रोडियो सोजमा आउँथे, एकअर्कालाई चिन्थे। ओकविलमा पानी पर्थ्यो, धेरै। यो अनयुजुअल थिएन, तर अगस्त 7 को रात जे पर्यो त्यो पानी थिएन। र बिहान एउटी महिलाले जब आफ्नो घरबाट बाहिर निस्किन्, उनले जे देखिन् त्यसले उनको हात काम्यो। त्यही रात डटी हर्न नाम गरेकी एउटी स्थानीय महिला बिहान घरबाट बाहिर निस्किन्। उनले सोचेकी थिइन् राति पानी परेछ, सामान्य कुरा। तर बाहिर निस्किने बित्तिकै उनले देखिन् घरको अगाडि, बगैँचामा, छतमा, गाडीमा सेताम्मे साना साना दाना। पहिले उनले सोचिन् असिना परेको होला। उनले झुकेर एउटा उठाइन्। त्यो असिना थिएन। त्यो ट्रान्सपेरेन्ट थियो, जेलेटिनस थियो। चामलको दानाभन्दा सानो, तर लचिलो, स्लाइटली स्टिकी। डटीले अरूलाई बोलाइन्। छिमेकीहरू आए। सबैले हेरे, सबैले छामे, र सबैजना कन्फ्युज्ड भए। तर डटीलाई त्यो बेला थाहा थिएन त्यो सब्सटेन्स छामेको केही घण्टाभित्र उनको शरीरमा के हुनेछ। त्यो दिन बित्यो। डटी हर्नले डिजिनेस फिल गर्न थालिन्, नोजिया, फटिग। उनी हस्पिटल गइन्। डाक्टर्सले चेक गरे, फ्लू जस्तो सिम्टम्स, तर त्यो फ्लू सिजन थिएन। त्यही बेला डटीकी छोरी सनी बार्कलिफ्ट आफ्नी आमाको इलनेस र त्यो मिस्टिरियस ब्लब्स बीच कनेक्सन देखिन्, र त्यसपछि अरू रिपोर्ट्स आउन थाले। सनीको एउटा साथी पनि नोजिया र फटिग। सनी आफै पनि माइनर इलनेस, र उनले बाहिर राखेकी सानी बिरालो केही दिनपछि इन्टेस्टिनल प्रब्लम्सबाट मरी। तर सबभन्दा डरलाग्दो कुरा अझै आउन बाँकी थियो। 1 हप्तापछि आकाशले फेरि त्यही काम गर्यो। 1 हप्तापछि फेरि त्यही जेली रेन, त्यही 20 स्क्वायर माइल्स क्षेत्रमा। अनि फेरि 3 हप्तामा जम्मा 6 पटक। हरेक पटक त्यही सब्सटेन्स, त्यही एरिया, ओकविल। र हरेक पटकपछि केही मान्छेहरू बिरामी। बेभर्ली रबर्ट्स, एक लोकलले पछि भनिन् उनी हस्पिटलमा 1 हप्तासम्म सिभियर भर्टिगोबाट भर्ना भइन्। एनिमल्स जसले ती ब्लब्स खाए मरे। मर्नुअघि उनीहरूको मुखबाट हरियो फोम निस्कन्थ्यो। पुरा 20 स्क्वायर माइल्स क्षेत्र प्रभावित थियो। तर ओकविल बाहिर कहीँ पनि एउटा ब्लब देखिएन। किन र के थियो त्यो? त्यो जवाफ खोज्न सनीले एउटा स्याम्पल ल्याब पठाइन्, र जे रिजल्ट आयो त्यसले सबैको ढाड सिरिङ्ग भयो। सनी बार्कलिफ्टले स्याम्पल कलेक्ट गरेर वाशिंगटन स्टेटको ह्याजर्डस मेटेरियल युनिटलाई पठाइन्। माइक्रोबायोलोजिस्ट माइक मैकडावलले टेस्ट गरे। रिजल्ट आयो र मैकडावल अचम्ममा परे। ती ब्लब्समा 2वटा ब्याक्टेरिया थिए। एउटा ह्युमन डाइजेस्टिभ सिस्टममा पाइने, र सबभन्दा डिस्टर्बिङ, ती सेल्समा ह्युमन व्हाइट ब्लड सेल्स जस्ता स्ट्रक्चर्स थिए। अर्थात् ती ब्लब्स कुनै लिभिङ अर्गनिजमबाट आएका थिए। न्युयोर्क टाइम्सले अगस्त 20 मा छाप्यो, मिस्ट्री ब्लब्स वर वन्स अलाइभ। पुरा अमेरिकाले यो न्युज पढ्यो। तर कुन अर्गनिजम, कहाँबाट, र किन ओकविलमा मात्र? साइन्टिस्टले थ्योरिज बनाए, र एक एक गरी सबै फेल भए। पहिलो थ्योरी जेलीफिस। युएस एयरफोर्स त्यही समयमा
पेसिफिक ओसनमा प्र्याक्टिस बम्बिङ गर्दै थियो 50 माइल्स टाढा। थ्योरी बमले जेलीफिस उडाएको होला, ओकभिलमा खसेका होलान्। तर साइन्टिस्टले डिसमिस गरे। जेलीफिस सेल्समा न्युक्लियई हुन्छन्, ती ब्लब्समा थिएनन्। 50 माइल्स उडेर हप्तौँसम्म 6 पटक एउटै ठाउँमा इम्पोसिबल। दोस्रो, एयरप्लेन टोयलेट वेस्ट। FAAले डिसमिस गर्यो। एयरप्लेन वेस्ट ब्लू हुन्छ, ट्रान्सलुसेन्ट हुँदैन। तेस्रो, बायोलोजिकल वेपन टेस्ट। मिलिटरीले डिनाइ गर्यो, कसैले पत्याएनन्। चौथो, स्टार जेली। सेन्चुरिजदेखि यस्तो सब्सटेन्स संसारभरि रिपोर्ट भएको छ। फ्रग्सको एग्स, एल्जी, क्रिस्टल्स। तर ओकभिलका ब्लब्स यी कुनैसँग म्याच गरेनन्। हरेक थ्योरी फेल भयो र त्यसपछि सबभन्दा फ्रस्ट्रेटिङ कुरा भयो, स्याम्पल्स नै हराए। डटी हर्नले फ्रिजरमा एउटा स्याम्पल राखेकी थिइन्। करिब 1 वर्षपछि प्राइभेट ल्याबमा पठाइन्। त्यहाँ टिम डेभिस माइक्रोबायोलोजिस्टले एउटा युक्यारियोटिक सेल देखे, न्युक्लियस भएको, कम्प्लेक्स। तर त्यो स्याम्पल टेस्टपछि डिस्ट्रोय भयो। वासिङटन स्टेट डिपार्टमेन्ट अफ हेल्थले अफिसियली भन्यो, हामीसँग कुनै स्याम्पल छैन, हामीलाई कुनै स्याम्पल आएको रिकर्ड छैन। तर म्याकडोवेलले अनसल्भड मिस्ट्रिज टिभी सोमा आएर आफ्नो टेस्टिङको बारेमा बताए। रिकर्ड्स थिए, टेस्ट्स भएका थिए, तर अफिसियल स्याम्पल्स गायब थिए। किन? कसले हटायो? र किन अहिलेसम्म कुनै जवाफ छैन? त्यो घटना भएको 30 वर्ष बित्यो। पुस्ताहरू फेरिए। ओकभिलका मान्छेहरूले बिर्सन खोजे। तर 2025 को अप्रिलमा ओकभिलबाट 8 माइल्स टाढा रोचेस्टर वासिङटनमा फेरि एली मक्राइट नाम गरेकी महिलाले आफ्नो घर बाहिर हत्केलाको साइज जत्रा जेलाटिनस ब्लब्स देखिन्। जारमा राखिन्, रुम टेम्परेचरमा पग्लिए र कुनै एक्सप्लेनेसन आएन। 31 वर्षपछि ओकभिलको मिस्ट्री फर्कियो। ब्याक्टेरिया थियो, लिभिङ सेल्स थिए, एनिमल्स मरे, मान्छेहरू बिरामी परे। तर के थियो त्यो? कहाँबाट आयो? किन ओकभिलमा मात्र? किन 6 पटक? र किन स्याम्पल्स हराए? यी प्रश्नहरूको जवाफ आजसम्म अलिखित छ।